मुक्तिनाथ मन्दिर के गर्नु बुढी हो हामीले कुनै पनि इच्छाहरू चाहिँ सोचेर बनाएर लास्ट अन्तिमसम्ममा त्यो ढुङ्गा अडियो भने पल्टिएन भने त्यो हाम्रो इच्छा पुरा हुन्छ अब हेर्नु है ल तल ठुल्ठुलो राख तपाईँले सिकाउने होइन के मलाई ठुल हो फराकिलो तल हो ब्यालेन्स मिलाएर अब सानो सानो राख त्यो चाहिँ हुन्न त्यो धेरै ठुलो हो मिलाएर सानो सानो राखिदियो अब सानो एउटा राखिदियो ओके भयो भयो अब त्योमा अड्डिन्न ल गुड ल ठिक छ यस्तो छ मुक्तिनाथ एरिया घोडामा जाने मान्छेहरू यसरी जाने रहेछन् हामी चाहिँ पैदल यात्रामा छौँ